हेलो नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो अर्पणा बस्नेतको च्यानलमा है। हजुरहरुको सामने म यहाँनिर हेर्नुस् है, यो डल्ले खोर्सानी भन्छ यसलाई चाहिँ। हाम्रोतिर चाहिँ है कति जग्गा चाहिँ अब अगो बरे पनि भन्दो रहेछ। हाम्रोतिर चाहिँ यसलाई डल्ले खोर्सानी भन्छ। यो चाहिँ हामीले यो यतिखेर चाहिँ अब यो फुल खेल्नु र जग्गा जग्गा मजाले फल्ने टिप्ने बेला पनि भइरहेछ। यो चाहिँ अलिकति हरियोहरु बिक्री हुन्छ नि त हाम्रोतिर चाहिँ अलिकति हो। त्यही कारणले चाहिँ यहाँनिर हरियो चाहिँ टिप्ने बेला भइरहेछ जग्गा जग्गा चाहिँ, कोही कोही जग्गा चाहिँ। अन्त हेर्नुहुनेछ तपाईले यहाँ हेर्नुस् है, जग्गा जग्गा त मजाले फलेको छ। यसलाई चाहिँ यति भरि एरियामा चाहिँ फर्स्टमा चाहिँ 100, यो डल्लै देख्नुहुन्छ नि 100 कति 105 हो कि 10 भारी जस्तो गाईको मल लागेको छ। अन्त सेकेन्डमा फेरि हामीले सेकेन्ड टाइममा पनि हाल्छ, यसलाई छाप्छ नि त हामीले। यसमा चाहिँ 85 हो कि 86 भारी लागेको छ मल। यसमा चाहिँ यसलाई चाहिँ एकदमै गाह्रो, यो चाहिँ एकदमै गाह्रो खेती हो है। यसलाई चाहिँ बारबार यसलाई चाहिँ झारहरू हुनु दिनु हुँदैन, झारहरू उखाली बस्नुपर्छ नि त। यसलाई यो हामीले रोपेको होला यो अक्टोबर नोभेम्बरमा रोपेको है। यो नोभेम्बरदेखि अहिलेसम्म चाहिँ यसलाई चाहिँ टक्कै हामीले 3-4 खेप चाहिँ झार उखालिसक्यौँ हामीले। अन्त यसलाई झौडीहरू सक्दैन यसले हो। अन्त हेर्नुहोस् है यहाँनिर यो डल्लै 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 अकबरे खोर्सानीको चाहिँ रोपेको छौँ हामी। डल्ले खोर्सानी रोपेका छौँ है। हेर्नुहोस् है दामी भएर आएको छ अहिलेसम्म चाहिँ। अब यसले भोलिपछि बर्खामा चाहिँ अब टिक्छ कि टिक्दैन, अहिले दामी भएको छ। अन्त तपाईहरुलाई म फलेको तपाईहरुलाई देखाउँदैछु त। जग्गा जग्गा चाहिँ मजाले फलेको छ। अब यतिको त फलेकै भनौँ है। यसलाई खेती गर्नु पनि त एकदमै साह्रो छ नि त। सक्नेले मात्रै, अब यसको दबाई पानीहरू पनि एकदम महँगो छ। अन्त यहाँनिर जग्गा जग्गा चाहिँ टिप्ने बेला भइरहेको छ। कतिवटा चाहिँ टिपेको पनि छैनौँ। हेर्नुहोस् यहाँनिर हो, म चाहिँ यहाँ अहिले घाँस काट्नु आइरहेको थिएँ नि त। घाँस काट्नु आउँदा चाहिँ तपाईहरुलाई देखाएको मैले। अन्त यहाँ जस्तो चाहिँ भर्खर कोही कोही चाहिँ यत्तिको हुँदैछ यहाँनिर हो। कोही कोही चाहिँ यत्तिको भइरहेछ, टिप्ने बेला भइरहेछ अब यत्तिकै। हेर्नुहोस् है यो हात पनि के भएको। अलिक क्यामेरा क्लियर गरौँ भनेको थिएँ। यहाँ हेर्नुहोस् न, यत्तिको भएको छ यहाँ चाहिँ हो, देख्नु हुँदै होला है। योभन्दा ठुल्ठुलो पनि भएको छ जग्गा जग्गा। अन्त एक अकबरीको कति जग्गा त यसलाई अकबरी पनि भन्दो रहेछ नि त। अन्त यसलाई चाहिँ हाम्रोतिर चाहिँ डल्ले खोर्सानी भन्छ। हेर्नुहोस् न अब झार फेरि यत्तिको भइहाल्यो, फेरि यसलाई उखाल्ने बेला भइहाल्यो। अन्त मैले यहाँनिर चाहिँ जग्गा जग्गामा चाहिँ साग पनि छरिदिएको छु नि त। छरुवा खानुहुन्छ बेच्नु पनि हुन्छ भनेर। हेर्नुहोस् है यहाँ रहेछ यतापट्टि, फेरि माथि यतापट्टि बारीमा चाहिँ रमभेडा रहेछ। यत्तिको भइसक्यो। अस्ति त मसिनो दिएको थिएँ के मजाको भएछ, अहिले त ठुल्ठुलो भइसकेको छ। यहाँ हेर्नुहोस् है, ऊ परदेखि यहाँ डल्लै पनि जति पनि देख्नु हुँदैछ नि, यो डल्ले खोर्सानीको उयो हो, के भन्छ डल्ले खोर्सानी। यो त्यो तलसम्म त देखाउनु भेट्दैन पनि होला क्यामेराले। पर यो माथि जुन चाहिँ पनि देख्नु हुँदैछ नि, यो चाहिँ सिबी हरियो सिबी के भन्छ सिबी हो। मैले अस्ति तपाईँलाई हालेको पनि थिएँ है। टिपाइ हुँदैछ आज, अस्ति दुई टिपाइ भइसकिसक्यो। अब यो खोर्सानी चाहिँ हामी शनिबारदेखि चाहिँ टिप्छौँ। बेसी त आउँदैन होला, त्यो 4-5 किलो जति आउँछ होला।